नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरुमा हेडलाइन्स। मूर्ति विसर्जनको विषयमा कपिलवस्तुमा हिन्दू मुस्लिम बीच झडप, स्थिति तनावग्रस्त, स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी। कैलालीमा मोटरसाइकल दुर्घटना, एकको ज्यान गयो। आस्थाको महापर्व छठ आजबाट विधिवत रूपमा सुरु, पहिलो दिन नहाय खाए। संघीय प्रणालीलाई समाप्त पार्न विभिन्न खेल र षड्यन्त्र सुरु भइरहेको उपप्रधानमन्त्री यादवको भनाइ। र पाकिस्तानमा गुडिरहेको रेलमा आग लागि मृत्यु हुनेको संख्या 73 पुग्यो। अब समाचार विस्तारमा। कपिलवस्तुको कृष्णनगर तनावग्रस्त भएको छ। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूको बीच प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको हो। प्रहरीको गोली लागेर स्थानीय 20 वर्षीय सूरज कुमार पाण्डेको मृत्यु भएको छ। कृष्णनगरमा लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएपछि स्थानीय प्रशासनले बिहिबार बिहान 11 बजेबाट कर्फ्यू आदेश जारी गरेको थियो। तर स्थानीय हिन्दू र मुस्लिम समुदायबीच भएको झडपले उग्र रूप लिएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गर्नुपरेको प्रशासनले जनाएको छ। प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले 4 दर्जनभन्दा बढी अश्रु ग्यास प्रहार गरेको छ। सो क्रममा 6 जना स्थानीय घाइते भएका छन्। कैलालीको पूर्व पश्चिम राजमार्गमा बिहिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत घोडाघाडी नगरपालिका 2 साडेपानीमा मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा सोही वडाका मोटरसाइकलमा सवार 50 वर्षीय देवीराम आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से 7 प 8750 नम्बरको मोटरसाइकल ठोकिएको थियो। अनटेस्ट मोटरसाइकल चालक घोडाघाडी नगरपालिका 8 का 23 वर्षीय लोकेन्द्र गुरुङलाई मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ। अर्का मोटरसाइकल चालक घोडाघाडी 2 का 46 वर्षीय इन्द्र आचार्यको उपचार भइरहेको डीएसपी बस्नेतले जानकारी दिए। आस्थाको महापर्व छठ आजबाट विधिवत सुरु हुँदैछ। आज पहिलो दिन नहाय खाए विधि गरिँदैछ। 4 दिनसम्म मनाइने छठ पर्व अन्तर्गतको पहिलो दिनमा नहाय खाए विधि गरिन्छ। आजको दिनलाई अरबा अरबाइन पनि भनिन्छ। व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा रहेको छ। छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्व मनाइन्छ। यसका लागि कार्तिक शुक्ल पक्ष लाग्ने बित्तिकै व्रतीले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाने गरिँदैन। यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गमहरी धानको एक प्रकार कालो रङको गर्भमै पाक्ने पवित्र अन्नको व्यवस्था केही दिन पहिलेदेखि नै गरिने हुन्छ। गमहरीलाई साठी पनि भनिन्छ। छठ पर्वमा 60 प्रकारको वस्तु चाहिने भनिन्छ। तिनमा गमहरीलाई कुटेर त्यसको केही कमी रहन गएमा गमहरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास रहेको छ। चामललाई पर्वका अवसरमा मनाइने नैवेद्यका लागि उपयोग गरिन्छ। आरोग्य लाभ मुख्य उद्देश्य भएको छठ पर्व उत्सवको रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ। चोखोपना, संयम र पूर्ण ब्रह्मचार्य साथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको पाइन्छ। छठ पर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ। तिहार सकिए लगतै पर्सा बाराको बजारमा छठको रौनक सुरु भएको छ। ठेकुवा तथा प्रसाद बनाउन, पवित्र तथा शुद्ध माटोको चुल्हो बनाउन महिलाले माटो ल्याउन थालेका छन्। वीरगञ्जको मुख्य बजार, घण्टाघर, माइथान, आदर्शनगर चोकहरूको सडकमा मोटरसाइकल, साइकल र 4 पाङ्ग्रे सवारी साधनको पार्किङको व्यवस्था नभएको कारण ट्राफिक व्यवस्थापन समस्या भएको हो। दिनहुँ हुने ट्राफिक जामका कारण किनमेलका लागि आउने सर्वसाधारणहरूलाई शास्ति हुने गरेको छ। छठ पर्वमा सामान किन्न साइकल, मोटरसाइकल मार्फत वीरगञ्ज आउने सर्वसाधारणको भिडभाडका कारण मिनटौँसम्म ट्राफिक जाममा फस्ने गरेको किनमेल गर्न आएका सर्वसाधारणले बताएका छन्।
काठमाडौँको नागपोखरीमा छठ पर्वको भव्य तयारी गरिएको छ। छठ पूजा मूल समारोह समितिले बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी कार्तिक 16 गते शनिबार नागपोखरीमा छठी माईको पूजा गर्ने व्यवस्था गरिएको जानकारी गराएको हो। पूर्व युवरागी हिमानी शाहको प्रमुख आतिथ्यमा उदाउँदो सूर्यलाई अर्घ दिई सो पर्वका सुरुवात हुनेछ। मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन हिमाल, पहाड र तराई सबै ठाउँमा छठ पर्वलाई भव्य रूपमा मनाउने उद्देश्यका साथ काठमाडौँका नागपोखरीमा यस वर्ष पनि छठी माईको पूजा गर्ने व्यवस्था मिलाइएको समितिको संयोजक किशोरी महतोले जानकारी दिनुभयो। भगवान दीनानाथ सूर्यले दिने गर्छ भन्ने मान्यताका साथ तराईबाट उकाल्दै उकाल्दै आज हिमालसम्म पुगेको छ र हिमालको चारहरू तराईसम्म पुगेको छ। त्यो एकताको प्रतीक नेपाल अधिराज अखण्ड नेपाल हुने भावनाले र हुनुपर्छ भावनाले जागृत भई तराई मधेस नटुक्रिने भावनाले, पहाड छराई नटुक्रिने भावनाले यसको सुरुवात मैले गरेका थियौँ र आज हामी यही सुरुवातको नित्यता दिँदै नागपखरी र सन्तोषी माताको कृपाले, श्रीरामको कृपाले, नेवार समुदायको प्रस्तावले र विभिन्न संगठनको प्रस्तावले तराईको हाम्रो के अरे डम्बल किशोर हाम्रो यो व्रतालु सङ्गठनको सदस्य संयोजक हुनुहुन्छ, सल्लाहकार हुनुहुन्छ, विभिन्न एनडिएको साथीहरू र विभिन्न अखण्ड नेपाल चाहिनेहरूको एउटा मिलनबिन्दु हो र यो परम्परा पहिला कालदेखि नै मतलब अहिलेसम्म दरबारबाट आजसम्म नगरिएको चिजलाई यसलाई गर्ने भने हामीले आश्वासन पाएको छौँ राष्ट्रियताको नाताले। त्यस कारणले यो नयाँ पोखरीमा नागपोखरीमा आएर हामीले यसले सुरुवात गऱ्यौँ हो। यो नागपोखरीलाई हामीले नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक सङ्घ संस्थाहरूको पनि सहभागिता हुने जनाइएको छ। विशेष गरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौँको उपत्यका र पहाडहरूमा पनि मनाउने कामको विधिवत सुरुवात 2058 सालबाट भएको हो। अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ दिई मनाउने यो पर्वले आरोग्य लाभ हुने जनविश्वास रहिआएको छ। यसैबीच तराई मधेसमा मनाइने महान निष्ठाको व्रत छठ पर्वको अवसरमा जनकपुरको परिक्रमा क्षेत्रभित्र माछा, मासु, मदिरा विक्रय तथा सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले बिहिबार एक पत्र काट्दै हिन्दूहरूको पवित्र पर्व छठको अवसरमा कार्तिक 14 गतेदेखि नै व्रतालु महिलाहरूबाट छठ पर्वको विधिवत प्रारम्भ गर्ने भएकोले सो क्षेत्रभित्र माछा, मासु, मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जनाइएको छ। छठलाई मध्यनजर गर्दै धार्मिक सहिष्णुता, साम्प्रदायिक सद्भाव एवं पारस्परिक हितका दृष्टिले जनकपुर धाम स्थित परिक्रमा सडक र सडक क्षेत्रभित्रको ती गतिविधि गर्न रोक लगाइएको जनाइएको छ। पत्रमा उल्लेख गरिएर अनुसार कार्तिक 15, 16 र 17 गतेका दिन माछा, मासु, मदिरा सेवन, बिक्री वितरण तथा कारोबार गराउन स्थानीय प्रशासन एवं ऐन 2028 को दफा 6 बमोजिम सूचना प्रकाशित गर्दै त्यस क्षेत्रभित्र माछा, मासु, मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको जनाइएको छ। साथै सूचनालाई अवहेलना गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलद्वारा जारी गरिएको सूचना पत्रमा उल्लेख गरिएको छ। अब समाचारमा व्यावसायिक विश्रामपछि सङ्घीय प्रणालीलाई समाप्त पार्न विभिन्न खेल षड्यन्त्र सुरु भइरहेको उपप्रधानमन्त्री यादवको भनाइ। सेवाग्राहीबाट 60,000 घुस रकम लिएको अभियोगमा बारामा प्रहरी नायब निरीक्षक पक्राउ। र पाकिस्तानमा घुरिरहेको रेलमा आग लागि मृत्युको सङ्ख्या 73 पुग्यो। उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सङ्घीय प्रणालीलाई समाप्त पार्न विभिन्न खेल र षड्यन्त्र सुरु भएको बताउँदै यसतर्फ सबै लोकतान्त्रिक गणतन्त्र पक्षघर सचेत रहनुपर्नेमा जोड दिनुभएको छ। प्रेस नेपाल सप्तरीद्वारा बिहिबार सप्तरीको राजविराजमा आयोजित छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले सङ्घीयता र गणतन्त्र समाप्त गरी मधेसमाथि समेत एक छत्र राज गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसका विरुद्ध परिवर्तनकारी शक्तिहरूले एकजुट भई लाग्नुपर्नेमा जोड दिनुभयो।
और राजनीति चाहिँ संघीय लोकतांत्रिक गणतंत्र और समावेशी लोकतंत्र से जुड़ा है। ये आज तक के नेपाल के इतिहास में सबसे बड़ा परिवर्तन, महत्वपूर्ण परिवर्तन से कि मुल्क में संघीय लोकतांत्रिक गणतंत्र और समावेशी लोकतंत्र। सरकारलाई मधेसका मुद्दा सम्बोधन गर्नका लागि अझै बलियो बनाउन आफूहरूले समर्थन दिएको स्पष्ट पार्दै उनले सत्ताको नेतृत्व गरिरहेको दलले पनि अविलम्ब संविधान संशोधन गरेर मधेस लगायत सबै असन्तुष्टि पक्षका माग पूरा गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले विगतमा सत्तासीन दलले गरेको सहमति र समझदारी कार्यान्वयनको कुनै विकल्प नरहेको समेत बताउनुभयो। यसै क्रममा उहाँले प्रदेश 2 को सप्तरीको सदरमुकाम राजविरासी राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिराहामा क्यान्सर अस्पताल र वीरगञ्जमा विशिष्ट सुविधा सहितको अस्पताल निर्माण गर्ने सरकारी योजना कार्यान्वयनको दिशामा अघि बढिसकेको पनि जानकारी दिनुभयो। उहाँले जनकपुर स्थित अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल तथा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताललाई 420 शैय्याको अस्पतालको रूपमा विकसित गर्ने गरी कार्य अघि बढिसकेको बताउनुभयो। नेपालमै सबभन्दा बढी प्रदेश 2 मा बाल मृत्यु दर तथा बालबालिकामा कुपोषणको समस्या देखिएको भन्दै उहाँले यस अवस्थामा सुधार ल्याउन पनि आफूले विशेष कार्यक्रम ल्याउन लागेको बताउनुभयो। पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा प्रदेश 2 का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद शाह, समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादव, पत्रकार महासंघका सप्तरीका अध्यक्ष जितेन्द्र खड्का लगायतले पनि शुभकामनासँगै आफ्नो विचार व्यक्त गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको बिहिबार गरिएको डायलिसिस पनि सफल भएको छ। काठमाडौँको ग्रान्डी अस्पतालमा बिहिबार दोस्रो पटक गरिएको मृगौलाको डायलिसिस पनि भर्खरै सफलतापूर्वक सम्पन्न भएको हो। यो सँगै चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई केरबेरमै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको पनि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्रीलाई डायलिसिस गरेपछि अस्पतालमै पुगेर भेट गर्नुभएका उहाँले सञ्चारकर्मीहरूमाझ भर्खरै डायलिसिस गरिएको र एकछिनमै रेस्ट गरेर प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागि बताउनुभयो। उहाँले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेको र अवस्था सामान्य रहेको पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले दाहालसँग आफ्नो स्वास्थ्यमा छिटो समस्या देखा परेको पनि बताउनु भएको थियो। एउटा डायलिसिस भएपछि अब एकैछिन रेस्ट गरेर उहाँ डिस्चार्ज हुँदै हुनुहुन्छ। आज बालुवाटार जानुहुन्छ। डाक्टर साहबले मलाई बताए अनुसार कतिपटक डायलिसिस गर्नु अब गर्न पर्ने हुन पनि सक्छ। डाक्टर साहबको भनाइअनुसार चाहिँ अब त्यो भोलि पर्सिसम्मको स्थिति हेरेर भन्न सकिन्छ। अहिले भन्न सकिँदैन। नियमित भन्ने अहिले फाइनल भएको छैन। कुराकानी भयो हजुर? कुरा गर्नुभयो। अलिकति समस्या अलि छिटो देखा पर्यो, तर अब अहिले चाहिँ ठिक भयो। अब अहिले डिस्चार्ज हुने भन्ने छ। अरू त ठिकै छ भनेर भन्नुभयो। त्यस्तो कुरा चाहिँ अहिले छैन। त्यस्तो कुरा केही चलेको छैन। अब अरू अहिले डायलिसिस गरिसकेपछिको उहाँ अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीको फेरि डायलिसिस गर्नुपर्ने नगर्नुपर्ने भन्ने कुरा भने भोलि पर्सिको अवस्थालाई हेरेर मात्रै भन्न सकिने कुरा पनि चिकित्सकहरूले बताएका थिए। प्रधानमन्त्री ओलीले बुधबार ग्रान्डी अस्पतालमा पुगेर मृगौलाको पहिलो डायलिसिस गराउनु भएको थियो। शहरी विकास मन्त्री मोहम्मद इस्तियाक रायनले बनचरे डाँडामा थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौँ महानगरपालिका लगायत स्थानीय तहको भएको बताउनु भएको छ। बनचरे डाँडामा थुप्रिएको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीयले दबाब दिइरहेका बेला मन्त्री राईले संविधान अनुसार काठमाडौँ महानगरपालिका लगायत स्थानीय तहले नै सो डाँडाको फोहोर व्यवस्थापन गर्नुपर्ने तर्क गर्नुभएको हो। उहाँले बनचरे डाँडाको फोहोर व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भए पनि त्यसको जिम्मेवारी आफ्नै मन्त्रालयले लिनुपर्ने बाध्यता आएको उल्लेख गर्दै गुनासो पनि गर्नुभयो। बिहिबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री राईले विभिन्न मन्त्रालय बीचको अधिकारी क्षेत्रमा देखिएका विवादका कारण पनि बनचरे डाँडाको फोहोर व्यवस्थापनमा कठिनाइ भइरहेको पनि स्पष्ट गर्नुभयो।
त्यो बेला मानवबाट जुन सृजित फोहोरहरू हुन्थ्यो त्यो टोटली वेस्ट हुन्थ्यो। कार्यक्रमको उद्घाटन समारोह सुरु गर्दा चाहिँ त्यो रियुज हुने अवस्था चाहिँ देखिएन। जसरी काठमाडौँकै बन्सिरे डाँडाको जिम्मेवारी कसैले नगरेर शहरी विकास मन्त्रालयले संविधानले त फोहोर व्यवस्थापनको जिम्मा स्थानीय तहले भए पनि यत्रो ठुलो स्केलमा गर्न नसकेर हामीलाई जिम्मा दियो। हामीमा त्यो जिम्मा आउँदा अब के गर्दैछौँ भने हामी संरचना निर्माण गर्दैछौँ। अब त्यो वास्तविक रूपमा हेर्ने हो भने त्यो डम्पिङ नै हो। अहिलेको परिवेशमा त्यो डम्पिङ हो, तर व्यवस्थित डम्पिङ नै भयो। लिचेडहरू निस्किन्छ, माथि त्यही बुनिन्छ, त्यही फाल्ने, त्यही 25 वर्ष 30 वर्ष 40 वर्ष 50 वर्ष हामी व्यवस्थित मात्र एउटा निकायले लगानी बोर्डले त्यहाँ के गर्यो भने तपाईँको हामीले अन्य व्यवस्था। मन्त्री राईले सरकारले फोहोर व्यवस्थापन हुने गरी आधुनिक सहरको बस्ती व्यवस्थापनको कामलाई अघि बढाएको पनि बताउनुभयो। नेपालका लागि पाकिस्तानी राजदूत डाक्टर मजहर जावेदले जम्मू कश्मीर समस्या राजनीतिक र कूटनीतिक आधारमा समाधान हुनुपर्ने बताउनु भएको छ। नेपालस्थित पाकिस्तानी दूतावासले बिहिबार काठमाडौँमा गरेको कार्यक्रममा उहाँले जम्मू कश्मीरमा दिगो शान्तिको कामना गर्दै आपसी सद्भावको खाँचो औल्याउनुभयो। राजदूत जावेदले नेपाल र पाकिस्तानको कूटनीतिक सम्बन्ध सुमधुर रहेको पनि बताउनुभयो। कार्यक्रममा राजनीतिक विशेषज्ञ डाक्टर सुरेन्द्र केसीले जम्मू काश्मीर घटनाले अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिलाई प्रभाव पारेको धारणा राख्नु भएको थियो। कार्यक्रममा पाकिस्तानका राष्ट्रपति डाक्टर अरिफ आल्भी र प्रधानमन्त्री इमरान खानको जम्मू काश्मीर बारेको धारणा पढेर सुनाइएको थियो। अब समाचारमा पूर्ण व्यावसायिक विश्रामपछि सेवाग्राहीबाट 60,000 घुस रकम लिएको अभियोगमा 12मा प्रहरी नायब निरीक्षक पक्राउ र पाकिस्तानमा घुरिरहेको रेलमा आग लागि मृत्यु हुनेको संख्या 73 पुग्यो। 12को प्रहरी चौकी गञ्ज भवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकर प्रसाद कलवारलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ। कलवारलाई सेवाग्राहीबाट 60,000 घुस रकम लिइसकेको अवस्थामा बिहिबार कलैया उपमहानगरपालिका स्थित श्रीराम खाद्य उद्योग अगाडिबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा कलवारलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए। आगामी मङ्सिर 14 गते हुने उपचुनावका लागि निर्वाचन आयोगले कार्तिक 8 गतेदेखि नै निर्वाचन आचार संहिता लागू हुने घोषणा गरिसकेको छ। तर गाउँपालिका अध्यक्षताका अनुसार उपचुनाव हुन लागेको महतरीको पिप्रा गाउँपालिकामा बुधबार नेकपाले आयोजना गरेको कार्यक्रममै 2 जना बहालवाल मन्त्रीले सहभागिता जनाएका छन्। मन्त्रीको सहभागितालाई लिएर निर्वाचन आचार संहिता सम्बन्धी प्रश्न उठेको छ। पिप्रा गाउँपालिकामा नेकपाले बुधबार छठको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो। स्थानीय तहको कार्यक्रममा नेकपाका केन्द्रीय नेतादेखि बहालवाला मन्त्रीसम्मको सहभागिता सभा सम्पन्न भयो। सभामा सहभागी नेताहरूले गाउँपालिका अध्यक्षका लागि जनतासँग म समेत मागे। उनीहरूले स्थानीय सडक चाँडो बनाइदिने आश्वासन दिए। नेकपा अध्यक्ष प्रचण्डले त पिप्राको सडक चाँडो नबने आफ्नै नेतृत्व विरुद्ध अनसन बस्ने समेत ऐलान गरे। कार्यक्रममा शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले र पर्यटन मन्त्री योगेश भट्टराईले समेत सहभागिता जनाएका थिए। कार्यक्रममा पार्टीका तर्फबाट नेकपा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल सहभागी थिए। गाउँपालिकामा आयोजना गरिएको कार्यक्रमका केन्द्रीय नेता र मन्त्रीहरूको सहभागिता आगामी चुनावलाई नै लक्षित गरेर गरिएको आरोप विपक्षीहरूले लगाएका छन्। ओखलढुङ्गाको पोकली झरना स्थलमा महोत्सव आयोजना हुने भएको छ। पोकली झरना सेवा समाजले बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो झरनाको सौन्दर्य महत्त्वलाई विश्वभर पुर्याउने उद्देश्यका साथ आगामी कार्तिक 16 र 17 गते पोखली झरना महोत्सव आयोजना गर्न लागि जानकारी गराएको हो। सरकारले नेपाल भ्रमण वर्ष 2020 का लागि सूचीकृत गरेको सूचीमा नेपालकै दोस्रो उचाइमा रहेको सो झरनालाई पनि समावेश गरिएको छ। ओखलढुङ्गाको मात्रै नभएर नेपालकै पर्यटन क्षेत्रको विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षासहित सो झरना स्थलमा महोत्सव आयोजना गर्न लागि समाजका
महासचिव शम्भु बरालले जानकारी दिनुभयो। बृहत सांस्कृतिक कार्यक्रम सहित आयोजना हुने महोत्सवमा सो झरनाको सौन्दर्य लिनुको साथै स्थानीय उत्पादनहरूमध्ये पनि प्रदर्शनी हुने समाजले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या 73 पुगेको छ। कराचीबाट रावलपिण्डीतर्फ जाँदै गरेको तेजगाम एक्सप्रेसको रेलको 3वटा डिब्बामा आगो लाग्दा मृत्यु हुनेको संख्या 73 पुगेको हो। पाकिस्तानी अधिकारीहरूका अनुसार घटनामा पनि अरू 40 जना घाइते भएका छन्। घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। पाकिस्तानी रेल मन्त्री शेख रसिद अहमदले रेलमा सवार यात्रुलाई ग्यासमा खाजा बनाएर खान लाग्दा सिलिन्डर विस्फोट हुँदा आगलागी भएको जानकारी दिएका छन्। उनले आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको र घाइतेहरूलाई उपचारका लागि सफलता अस्पताल पुर्याएको जानकारी दिएका छन्। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। मूर्ति विसर्जनको विषयमा कपिलवस्तुमा हिन्दू मुस्लिम बीचको झडप, स्थिति तनावग्रस्त, स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी। कैलालीमा मोटरसाइकल दुर्घटना, 1 को मृत्यु। आस्थाको महापर्व छठ आजबाट विधिवत रूपमा सुरु, पहिलो दिन नहाय खाए। संघीय प्रणालीलाई समाप्त पार्न विभिन्न खेल र षड्यन्त्र सुरु भइरहेको उपप्रधानमन्त्री यादवको भनाइ। र पाकिस्तानमा गुडिरहेको रेलमा आग लागि मृत्यु हुनेको संख्या 73 पुग्यो। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर, तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।